कहिलेकाहीँ हामीले जिन्दगीमा छोड्नु पनि जरुरी छ यदि फेरि उम्रनु छ भने, होइन। कतिवटा कुराहरूलाई हामीले त्याग्नु पनि जरुरी छ क्या, नयाँ जीवन जिउनुको लागि, होइन। रुखले पनि त हेर त पत्ताहरूलाई त्याग्नु पर्छ नि त, छोड्नु पर्छ नि त एउटा सही समय आएपछि, होइन। जब त्यो रुखले त्यो पत्ताहरूलाई त्याग्छ, छोड्छ, तब मात्रै त्यो रुख फेरि हरियो हुनसक्छ, नयाँ पत्ताहरू पलाउनु सक्छ नि त। त्यहाँनिर नयाँ गर्नुको लागि हामीले पुरानो कुराहरूलाई छोड्नु जरुरी छ, होइन। हामी पनि त यो नेचरसँग नै जोडेको छौँ नि त, हामी मान्छे पनि, होइन। नेचरबाट सिक्नुपर्छ हामीले क्या। हामीले पनि हाम्रो लाइफमा यदि अगाडि बढ्नु छ, होइन, फेरि उम्रिनु छ, केही नयाँ गर्नु छ लाइफमा भने हामीले पनि छोड्नु सक्नुपर्छ। आफूसँग बितेको कुराहरूलाई, पास्टहरूलाई, होइन, नराम्रो घटनाहरूलाई हामी अल्झी बस्नु हुँदैन क्या, छोड्नुपर्छ यदि हामीले जिन्दगीमा केही गर्नु चाहन्छौँ भने। पास्टहरूलाई मात्र होइन, प्रेजेन्टमा पनि कुनै पनि कुराले तिमीलाई हानि पहुँचाउँदैछ भने त्यो कुरालाई छोड्नु अवश्य नै जरुरी हुन्छ, होइन, यदि जिन्दगीमा अगाडि बढ्नु चाहन्छौँ भने। त्यसैले म चाहिँ भन्छु जिन्दगीमा हामीले कतिवटा कुरालाई छोड्नु पनि जरुरी छ, होइन।